अर्को व्यक्तित्व हुनुहुन्थ्यो, उहाँ हिजो लड्नु भएर आउन सक्नु भएन। एकजना नारी जसले त्रिमूर्ति निकेतन निर्माण गर्नलाई आर्थिक सहयोग दिनुभएको थियो, जसले नई कीर्ति र आकृति ठुलो ग्रन्थ निर्माण गर्न सम्पूर्ण ग्रन्थको लागि खर्च बिहोर्नु भएको थियो, जसले चाहिँ योभन्दा अगाडिको ठुलो सम्मेलनको सम्पूर्ण खानापिनाको व्यवस्था गर्नुभएको थियो र उहाँसँग सम्पर्क हुन नसकेको 2-3 महिना भएको थियो र यो अहिले बल्ल बल्ल सम्पर्क हुँदाखेरि पनि उहाँ सानो एउटा दुर्घटनामा पर्नुभयो, आउन सक्नु भएन। र यहाँ अधिकांश व्यक्तित्वहरूले त उहाँको विषय लेखि पनि सक्नु भएको छ। एउटा राम्रो कवयित्री सुनिता कार्कीलाई पनि हामीले नेपाल भारत प्राध्यापक सम्मेलनको मानर्थ सदस्यता प्रदान गरेका छौँ।